So hello everyone, Sewaro Sewangne, welcome back to my YouTube channel. So guys, आज चाहिँ के को भिडियो हो भने चाहिँ आज चाहिँ मलाई चाहिँ मेरो निनी भेट्न आउनु भएको छ नि त। अनि नानी लिएर नानीलाई पनि देखेको थिइनँ, अनि नानीलाई लिएर आउनु भएको छ घरमा चाहिँ। अनि को हो निनी भनेर पनि तपाईहरुले देख्नुहुन्छ हैन, नानी पनि देख्नुहुन्छ। अनि हामी दिदी बहिनी मिलेर चाहिँ झालमुरीहरु खाएको के पनि हाल्छु, अनि तपाईहरुले हेर्दै जानुहोस् होला। अनि फर्स्टदेखि लास्टसम्म हेरेर मेरो भिडियो इन्जोय गर्नुहोस् होला। सो गाइस, हेर्दै गर्नुहोस् होला। अहिले भेटौँ। अब हाम्रो छानु बाबा आएछ नानालाई भेट्नु। हाय अबुई, कस्तो है आँखा, कस्तो रहेछ हौ हाम्रो नानी त। सानो भन्दैछ, कालो भन्दैछ। भाइ टिका लाउने एकजना। यहाँ चाहिँ हाम्रो निनी हुनुहुन्छ। निनी हेलो भन्दिनु न। मामा आउनु भएन, मामा ड्युटी। अबे 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 थाहा पाए क्या कालोले थाहा पाए क्या एकजना सानो मान्छेहरु अम्मै के भयो नानीलाई, के भयो? ल यो खा। अबुई यो चाहिँ थाक्कलो। अबुई भन्नु न अनि बाई पुरा राजु आउँदो रहेछ। बाई लुगा मुखमा हाल्दो रहेछ फेरि। नानु सो गाइस, जहिले चाहिँ बत्ती आइसकेको छ। बत्ती आइसकेछ। हाम्रो त सानो आँख छ, सबैभन्दा सानो आँख छ। फोन भनेपछि त छ्याम्मा 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 मेरो भाइ, मेरो भाइ नानालाई हेरेको वेट म बोक्छु। थ्याङ्क गॉड बत्ती आयो। पल्टिन्छ ऊ, पल्टिनु सिक्नु। सानो मायालु मायालु यहाँ के हो कुर्ती के हो आफै टाउको लगा। लाई 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 ल ल ल तिमी ल ल सो गाइस, अब देख सकते हो इधर इधर पानी पड़ रहा है। गाइस हेर्नु न, हाम्रो यहाँ आमाहरू त एक सय अबे नमस्ते आमा। नानीलाई मजाले सुतायो हो आमाले, हाँसी हाँसी सुते नानी। हाम्रो रक्षाले यस्तो हुनुपर्छ है आमा नाना भएपछि। यहाँ त फेरि हाम्रो सरले पढाएको स्टुडेन्टहरू। हेलो गाइस, वेलकम टु हेलो पन्बना ए खोइ पन्बना हेलो भन्दै नि भाइ। ए हेलो हेलो अरे। अहिले चाहिँ हामी चटपटी खाना ढेक्छु। आमा यो पन्बना फोन हैन नाना ए म पन्बना गर्छु। यता चाहिँ डरलाग्दो उयो हुँदैछ। हेलो, वेलकम ब्याक टु माई 29 भएको लु गाइस, आज चाहिँ हामी झालमुरी के भन्नुभयो? हेलो गाइस, अहिले चाहिँ हामी बसिरहेको छु। बेना नाना भाइ नाना नाना यता चाहिँ गाइस हामी चाहिँ उयो के भन्छ, अब झालमुरी खान आएको होइन, निनीहरू आउनु भएको छ, त्यही भएर चाहिँ हामी सबै मिलेर झालमुरी खाने। चिन्नुहुन्छ होला यो व्यक्तिलाई। र अहिले तपाईँलाई देखाउँछु, हामीले झालमुरी खाएको देखाउँछु, झालमुरी चटपटे खाएको। तपाईँले हेर्नु सक्नुहुन्छ पानी रहेर अहिले यस्तो भइरहेको छ। हाम्रो गाउँ देखिरहेको छ जम्बुङ। हेर्न सालो होइन चाहिँ हेर्दैछ ठुल्ना सालो भेना चाहिँ यत्रो छ। ए
नाम त के भाइ आयो 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 हेरेको न अब आयो आयो अब हाँसे गरे आयो बेना भन नानी आयो अझै चाहिँ दङ्गाउँछ अलिक दिन्न सालो बेना हो ओला यता हेर नानी तेरी मोरनी को मोर ले गई विराटलाई पनि यस्तै भन्दै बुल्ला सानो नाना ठुलो नाना भाइ हाम्रो आयो यो के भन्दैछ मेरो भाइ हो कर्म अलिक राम्रो देख्दैन नि त अलिक तपाईँले खिच्न मेरो भाइ हो कर्म के भनेको अहिले चाहिँ हामी अब खान्छु चटपटे लु बना न अन्त गाइस अहिले चाहिँ हामी बसिरहेको छु त्यतिकै बाहिर यता नानाहरू भाइ याद भइदैन नि तेरो यस्तोमा बनाएको थिएँ नि माइली यस्तोमा बनाएको थिएँ नि के पो हो यस्तो यस्तो भन्ने हौ छोटुलाई देखाइदिन मनको डेरो तिमी मनको डेरो नाना भेना चिया खाइदिउँ है जाडोमा चिया खाइदिउँ अब चिया खाइदिउँ नाना न त के अरे भइहाल्छ एउटा चाहिँ गरम भएर पुरा जाडो लागिरहेको छ नि त त्यो दिन मन लागेको इन्स्टाको टपर रिल्स बनाउने अब ल अहिले देखाउँछु तपाईँलाई ब्याक अब चाहिँ हामी यहाँ झालमुरी बनाउनु आँटेको दिदीबहिनीहरू भएर यहाँ प्याज काट्दैछ यहाँ लडेको भनेको झालमुरी पुऱ्याउन आएको छैन त ल्याइदिनुहोस् न झालमुरी त घोप्टाएर दाइ घोप्टे त डल्ले लडेर अस्ति मैले बनाएको थिएँ नि बन्दिनँ अस्ति मैले बनाएको काँक्रा हालेको त्यति बेला झन् आज चाहिँ हामीलाई यहाँनिर डिनरमा काकाकोमा बोलाएको छ सोहन भाइकोमा अनि हामी चाहिँ यहाँनिर डिनर खानु आएको छु हामीलाई चाहिँ मोमो बनाइदिएको छ अनि तपाईँलाई देखाउँछु हामी मोमो कस्तो के को बनाइदिएको भनेर होइन फोन छ त यहाँ त गाइस तिनटै फोन के होला युज गर्छम्म सो गाइस हेर्दै गर्नुहोस् ल म देखाउने छु तपाईँलाई के बनाइदिएको छ भने यहाँ चाहिँ हाम्रो फुपा हुनुहुन्छ काकीको आप्पा अच्छा सो गाइस हेर्दै गर्नुहोस् ल म देखाउँछु को छ भने दुईजना ए काकी र एल्सा भएर हजुर अरे मोमो बनाइदिँदैछ हामीलाई चाहिँ चिकन मोमो होइन त्यो चिकन मोमो यो त भेज ला म त के खानु यही अदुवा हालेको नहालेको चिकनमा तपाईँले हालेन हालिनु किन त्यसमा हालेको सबलाई किन ए ल ल काका चाहिँ मेरो चप्पल हालेर कहाँ गयो होला है सो गाइस हेर्दै गर्नुहोस् न मेरो भिडियो सो गाइस यहाँनिर रोहनलाई चाहिँ ल्याइदिइसक्यो यहाँ भाइको एल्साले चाहिँ भेनाको सघाउँदैछ रोहनले यत्रो खाँदैछ नि एल्सा यस्तो गाइस हेर्दै गर्नुहोस् होला हामी अब मेरो आउँछ मलाई कस्तो डेन्जर ल्याइदिएछ हेर्नु सो गाइस यो चाहिँ मलाई ल्याइदिएको छ यिनीहरूले पर चिकन फ्राई गरेर सो गाइस म चाहिँ खान्छु कस्तो मिठो भयो म त बातको धुनमा मेहनत गरेर
अनि एक्स्ट्रा बनाइदिएर चम्ची चाहिँ छैन नि त नुन हालेको छ सुन्दै हुन्छ मलाई त आलु मोमो मिठो लाग्यो गाइस सो गाइस मैले चाहिँ खाइसकेँ खानु खानु खाँदैछ खानु चाहिँ सो गाइस आजको लागि यतिमै मेरो भिडियो एन्ड गर्दैछु होइन तपाईँलाई कस्तो लाग्यो के लाग्यो कमेन्टमा भनिदिनुहोस् अनि नयाँ हो भने सब्सक्राइब गरिदिनुहोस् अनि गाइस मैले चाहिँ त्यो झालमुरी खाएको चाहिँ हाल्नु पाइनँ किनभने त नानी पुरा रोयो नि त निनीको अनि निनीलाई वाक्कै पारेर चाहिँ हामीले छिटो खाएर हेर्दै नि त त्यही भएर चाहिँ झालमुरी खाएको हाल्नु पाइनँ अनि एकैचोटि डिनरको हालेको छु काकाहरूले चाहिँ हामीलाई डिनरमा बोलाएको थियो अनि त्यो हालेको छु सो गाइस मेरो फर्स्टदेखि लास्टसम्म भिडियो हेरेर इन्जोय गर्नुहोस् होला सो गाइस अर्को भिडियोमा भेटौँ